मेरो चाहिँ तरकारी अब भयो। भात बसालेको छु। यसमा चाहिँ भात बसालेको छु। के खायो बाबा? गरी खायो हो? ये यति खाएको? हस् ओके ल खाऊ ल खाऊ। मम्मीले बाउ छोरालाई चाहिँ आज एग फ्राई गरिदिन्छु। मलाई चाहिँ यसको अन्डा अलिक घिन लाग्छ, खान मन लाग्दैन। म चाहिँ अर्को एग फ्राई गरेर खान्छु। यसको चाहिँ फिस चाहिँ किन यसरी आउँदो रहेछ खै? सधैँ पकाए जति पकाए नि यस्तै हुन्छ भने। के बाबा? के दिने? गेरी दिने हो? एकदम तातो छ, बिस्तारै खाओस्। दुईजनाको फ्यामिलीलाई तरकारी चाहिँ इस्कुस अनि यति फर्सी, त्यसपछि एउटा आलु मिक्स गरेर चाहिँ बनाउँदैछु। छोरा मान्छे न हो, आफू पारा देखाइहाल्छ होइन। छोरी मान्छे भयो पो संस्कार सिक्ने, छोरा मान्छेले पनि सिकेको हुन्छ, संस्कार त नसिकेको हुन्न। हेर्नुहोस् न, छोरा मान्छे न हो, आफ्नो पारा देखाइहाल्छ नि। मैले चाहिँ थोरै तेल हालेँ। अब हामी चाहिँ तेल धेरै खाँदैन, यति मैले तेल हालेँ। के गर्नु खोजे? के गर्नु खोजे? के गर्नु खोजेको? तल त्यो पिर्खा ल्याएर के गर्ने? केही गर्न पनि दिँदैन, यतिको हो गाइस। हेर्नुहोस् त, बुद्धि पनि कति लगाएको यस्तो बच्चाले। 2 वर्ष नपुगेको बच्चाले बुद्धि। तेल रटिसकेपछि यति मेथी चाहिँ फुलाएँ। हेर्नुहोस् त गाइस, अनि यस्तो छ। ए चकचक अब भयो। के गर्ने यति? के गरेको बाबा? मम्मालाई गाह्रो हुन्छ भन्ने थाहा छैन? के देऊ? त्यो एक त तिमीलाई बनाइदिने हो नि अहिले। अनि मेथी डढिसकेपछि मैले यति प्याज फुलाएँ। प्याज चाहिँ सकिसक्यो। मैले यति बेसार पनि फुलाउँछु। यसलाई चाहिँ मैले यसरी घोल्छु बेसारसँगै। यहाँ चकचक गर्नु छ यता ग्यासमा। डढिसकेपछि मैले चाहिँ झन्नै राखिदिन्छु। यसलाई चाहिँ यसरी चलाइदिन्छु। त्यसपछि मैले यति नुन एड गरेँ। यहाँ ग्यास नै निभाइदिइसकेँ। मैले यति धनियाँ र के भन्छ मसला चाहिँ एड गरिसकेँ। ल हजुर स्टार्ट गर्नु, म चाहिँ एकछिनमा गर्छु। हेलो यता फर्का त माम। लौ लौ